अब यो चाहिँ हाम्रो सेकेन्ड डे अफ कोरीको यात्रा रहेको थियो, जुन चाहिँ हामी सेम डे जुन पोखरादेखि आएको थियौँ त्यही दिनै हामी यहाँ हुगुम आइपुगेको थियौँ। यो चाहिँ हुगुको दृश्य रहेको छ, यो हुगुको बिहानको दृश्य हो। हजुरले हेर्न सक्नुहुन्छ यहाँ कति राम्रो बिहानको मर्निङ भ्यू, जुन चाहिँ सनराइज हुनु बित्तिकै गोल्डन कलरमा चेन्ज भएको छ। यो हेर्न सक्नुहुन्छ। हामी उठ्नु बित्तिकै आँखा मिच्दै हेर्दाखेरि त हिमाल आँखा अगाडि पनि देख्दा मन एकदमै फुरुङ्ग भयो, कति रमाइलो भयो र एकदम खुसी लाग्यो। सायद स्वर्ग यही होला भनेर भनिन्छ जस्तो लाग्यो मलाई चाहिँ। मनिषले भनिन्छ नि स्वर्ग हेर्न नै त्यो पहिलाको कुराहरू, पहिलाको हाम्रो अग्रजहरूले गर्नुभएको कुरा सायदै होला। जब दुःख गरिन्छ तब मात्रै कुनै पनि कुराको फल प्राप्त हुन्छ भन्ने जस्तै। र यहाँ यसरी फ्लावरहरू पनि लगाउनु भएको रहेछ। त्यस्तो चिसो ठाउँमा यो फ्लावरहरू देख्दा त एकदमै मन खुसी आनन्दित भएको थियो। त्यो जति पनि हामीसँग टेन्सनहरू हुन्छ, त्यो टेन्सन भन्ने कुरा नै कहाँ जान्छ नि थाहा हुँदैन यस्तो दृश्यहरूको अगाडि। त्यसैले भनिन्छ होला सायद रिफ्रेसमेन्ट पनि चाहिन्छ मानिसलाई भन्नुको रिजन पनि यो एक हो जस्तो लाग्छ मलाई चाहिँ। यसरी घुम्न हामी निस्किनुपर्छ। हाम्रो मेन्टल हेल्थ सँगै हाम्रो फिजिकल हेल्थ पनि फिट राख्नुपर्छ। अहिलेको केसमा भन्ने कुरा हामी धेरै जस्तो मेन्टली काम गरिरहेको हुन्छौँ र त्यो रिफ्रेसमेन्ट चाहिँ हामीलाई चाहिने नै रहेछ। त्यो एनर्जी जुन लेभलको नेचरले दिन्छ सायद अरू कुनै माध्यमबाट हामीले पाउन सक्छौँ जस्तो मलाई चाहिँ लाग्दैन। र यही दृश्यहरूले गर्दाखेरि चाहिँ मन यति आनन्दित भएको थियो। यहाँ नजिकै खोला पनि रहेको थियो। यो फुल हेर्न सक्नुहुन्छ, फुल चाहिँ एकदम लामो नै थियो। हामी बेलुका चाहिँ अँधेरोमा यही पुल हुँदै आएको थियौँ। अँधेरो भएकोले मैले कुनै क्याप्चर पनि गर्न सकिनँ, प्लस बाटो पनि अलिकति अप्ठ्यारो भएकोले मैले क्याप्चर गरिनँ। र अहिले चाहिँ यहाँहरूले हेर्न सक्नुहुन्छ यहाँ खोला यस्तो मजाले ठुलो आवाजमा पानीहरू एकदम बजिरहेको छ। चराचुरुङ्गीहरू पनि एकदम कराइरहेको छ, जसले गर्दा चाहिँ मन चाहिँ एकदमै शान्त आनन्दित हुने रहेछ। यो दृश्यहरू हेर्दा चाहिँ लाग्छ हाम्रो ठाउँ चाहिँ लाइक स्वर्ग नै छ, तर कतिपय ठाउँहरू हामीले पहिचान गर्न सकेको छैनौँ। हेर्न सक्नुहुन्छ हामी यही कटेजमा बसेको थियौँ, जुन चाहिँ नमस्ते गेस्ट हाउस रहेको छ। हामी पहिला सिक्लेसमा नै नमस्ते गेस्ट हाउसमा कन्ट्याक्ट गरेर आएको थियौँ र उहाँहरूको यहाँ हुगुममा पनि रहेछ र हामी त्यो उहाँहरूकोमा बस्यौँ र सर्भिस पनि राम्रो रहेको थियो। त्यो अनुसार हामीलाई एकदमै गाइडहरू पनि गर्नुभएको थियो। मलाई चाहिँ एकदमै राम्रो लाग्यो उहाँहरूको सर्भिस। त्यो अनुसार उहाँहरूले आफ्नो फ्यामिली जसरी नै ट्रिट गर्नुभएको थियो र त्यसरी नै हामी यो गेस्ट हाउसमा बस्यौँ। र मैले चाहिँ यो गेस्ट हाउसको यति राम्रो दृश्य देख्दा कसले चाहिँ क्याप्चर गर्दैन होला, र अफकोर्स गर्छ नि होइन। सो मैले पनि यसरी फुल क्याप्चर गरेको हुँ। यो एकदमै राम्रो दृश्य रहेको थियो, जुन चाहिँ माथिपट्टि हिमाल, तल फ्लावर र सानो कटेजहरू। यो चाहिँ मर्निङको भ्यू हो जुन चाहिँ हामीले देख्न सक्नुहुन्छ। मैले चाहिँ बिहान उठ्नु बित्तिकै मेरो अनुहारहरू कस्तो धेरै सुन्निएको छ। त्यो चिसोले गर्दाखेरि बेलुका हामी जङ्गल हिँडेर बेलुका आइपुगेको थियौँ र बिहान उठ्दाखेरि चाहिँ त्यो अनुहारहरू चिसोले गर्दा पुरै सुन्निएको थियो। तैपनि मलाई यो अनुहारभन्दा पनि मलाई यो दृश्यले चाहिँ यति मोहक बनाएको थियो कि यो दृश्य मैले कुनै पनि हालतमा क्याप्चर नगरी चाहिँ बस्न सकिनँ। यहाँ चाहिँ यहाँको किचन रहेको थियो, जुन चाहिँ मलाई एकदमै मनपर्ने। यो चाहिँ लोकल गाउँको किचन भनेको यस्तै नै हुनुपर्छ। लाइक हाम्रो भान्साहरूमा हेर्दा पनि हाम्रो नेपालीपन झल्किन्छ, जुन हजुरले देख्न सक्नुहुन्छ। र मैले चाहिँ यहाँ पनि क्याप्चर गर्न चाहिँ छोडिनँ है। त्यसपछि अब हामी चाहिँ यसरी क्याप्चर गरिरहँदाखेरि चाहिँ बिहान चाहिँ हावा पनि चलिरहेको थियो र त्यो हावाको चिसो, यता घाम पनि थियो न्यानोसँगै चिसो हावा। र मैले मेरो साथीहरू यता गफ गर्दै थियो बिहानको समयमा। यहाँ हेर्न सक्नुहुन्छ सबैको अनुहार सुन्निएको छ। उनीहरू नि उठेर भर्खर पानी खानलाई रेडी हुँदै थियो र अनुहार सुन्निएको छ हामी सबैजनाको हेर्न सक्नुहुन्छ। यसरी नै हामी फोटो भिडियो बनाऊँ न भनेर भन्दै थियौँ र यसरी नै मैले चाहिँ सानो सानो भिडियो क्लिपहरू चाहिँ लिइरहेकी थिएँ। यो चाहिँ मेमोरी हुन्छ हाम्रो पछिको लागि भनेर। र मेरो साथी चाहिँ अब त्यसपछि हामी कापुचीतर्फ लाग्यो, ऊ चाहिँ हिँड्न नसकेर यहाँ एकछिन रेस्ट गर्दै जाऊँ न भनेर भन्दै थिएँ र म जिस्काइरहेको थिएँ उसलाई हिँड्नुपर्छ है भनेर। मेरो साथी पनि यहाँ हाँस्दै रहेको थियो। र यो चाहिँ अन द वे कापुची जाने बाटो हो र हामी यसरी यो कापुची जान्नलाई चाहिँ यो उकालो हुँदै
गएको थियौँ। त्यस्तो उकालो त थिएन तर पनि अलिअलि उकालो चाहिँ थियो, लाइक सिक्लेसदेखि कोरी आउँदासम्मको जस्तो चाहिँ छैन, यसमा त्यस्तो गाह्रोवाला चाहिँ छैन। हुगुदेखि कापुचे चाहिँ त्यस्तो गाह्रो चाहिँ छैन, एकदम हजुरहरूले जसले गर्नुभएको छैन त्यो उहाँहरूले चाहिँ गर्न सक्नुहुन्छ। र यसरी हामीले रेस्ट गर्दै भिडियोहरू बनाउँदै कापुचेतर्फ लागिरहेको थियौँ। यो चाहिँ जङ्गलको बिचको दृश्य नै रहेको छ। त्यहाँ चाहिँ सुनसानै थियो, कोही पनि थिएन, हामी 3 जना मात्रै गइरहेको थियौँ यसरी। अनि मैले चाहिँ यहाँ बोर्डहरू राखिएको रहेछ र मैले त्यो बोर्ड क्याप्चर गर्न खोजिरहेको थिएँ। यो भिडियोले चाहिँ क्याप्चर गर्दाखेरि चाहिँ यहाँ मैले जङ्गलबाट पनि दृश्य देखेको थिएँ कि हिमालको, अनि मैले त्यो पनि क्याप्चर गरिहालेँ। हजुरले एल्टिट्युड देख्नुहुन्छ 2450 मिटर कापुचे भनेर। र यही रुट हुँदै चाहिँ हामी कापुचे लेकमा पुग्नलाई बाटो रहेको छ। यही बाटो हुँदा नै हामी कापुचे लेक पुग्छौँ। र हामी त्यहाँ कापुचे त पुगेको छैन, तर त्यहाँनिर पनि एउटा साइला कटेज रहेको रहेछ, उहाँ चाहिँ नमस्ते गेस्ट हाउसको साइला दाईको रहेछ। सो मैले यो सानो पनि क्लिप यहाँ एड गरेँ। र यो कापुचे जाने बाटोमा नै नजिक कापुचेको नजिक पनि होटेलहरू चाहिँ रहेको रहेछ। हामीलाई चाहिँ थाहा थिएन, हामी त्यहाँ गइसकेपछि हामीलाई थाहा भयो। र मैले यसरी चाहिँ यो भिडियोमा चाहिँ क्याप्चर गरेको छु। मलाई एउटा अचम्मको लागेको कुरा चाहिँ त्यहाँ चाहिँ भुइँमा नै यो सागहरू ढुङ्गाहरूमा सानो सानो ठाउँमा नै यसरी मजाले फलेको देखेर चाहिँ मलाई एउटा अचम्मित लागेको थियो। यसरी पनि त फल्ने रहेछ नि त भन्ने चाहिँ भएको थियो, जुन चाहिँ हामीले चाहिँ यता हाम्रोमा चाहिँ भनेको माटोमा मात्रै फलाइरहेको देखेको भएको हुनाले चाहिँ मैले यो चाहिँ अलिकति नयाँ जस्तो लागेर क्याप्चर गरेको। अब सायद ठाउँ अनुसार पनि हुने होला, त्यही अनुसार नै हाम्रो भौगोलिक बनावटहरू बनेको हुन सक्छ। त्यही र यहाँ चाहिँ एकछिनमा होसो लाग्ने, एकछिनमा क्लियर हुने रहेछ यो हिमाल हेर्नको लागि चाहिँ। र हामी चाहिँ यसरी अन द वे हुँदै गइरहेको थियौँ। र यहाँ चाहिँ होटलहरू राम्रो होटल पनि रहेछ। मलाई चाहिँ एकदम राम्रो लाग्यो त होटल एभलान्स भनेर यहाँले गेटमा देख्न सक्नुहुन्छ। दुःख चाहिँ यहाँ दुःख नै छ होइन, सामानहरू ल्याउनको लागि एकदमै गाह्रो छ, किनभने यहाँ गाडीहरू केही पनि चल्दैन, पैदल यात्री नै सबै थोक गर्नुपर्ने रहेछ। उहाँहरूले बोकेर नै खानेकुराहरू ल्याउने बनाउने सबै गर्नु हुँदो रहेछ यहाँनिर। त्यसरी अहिले चाहिँ गाडीको केही पनि छैन, त्यो भयो भने चाहिँ अझै व्यवस्थित हुने थियो होला सायद। यो चाहिँ हामी ग्लासियर लेक कापुचे आइपुगेको छौँ र मैले यो कापुचे लेकको अब चाहिँ हाम्रो सुरुवात गऱ्यौँ है। अब यहाँ इन्ट्री गर्दैछौँ हामी, अलिकति ओह्रालो रहेछ यहाँबाट चाहिँ, र ओह्रालो हुँदै हामी कापुचे लेक जानेतर्फ झर्दैछौँ। र यसरी कापुचे लेक देख्ने बित्तिकै मेरो मनमा वाउ फिल भयो, जुन चाहिँ मैले भिडियोमा पनि बोलेको छु। देख्ने बित्तिकै म एकछिन अड्किएँ पनि, र मैले यसरी क्याप्चर गरेँ अड्केर। अनि त्यसपछि अब हामी अगाडितर्फ लाग्यौँ, जुन चाहिँ कापुचे लेकमै पुग्नुपर्ने वे थियो। यसरी तल झर्दै सिडीमा जानुपर्ने थियो र म झर्दै पनि थिएँ। अलिकति तल चाहिँ बाटो बिग्रेको थियो र बिस्तारै नै जानुपर्ने थियो, र त्यसरी नै गयौँ र लेकमा पुग्यौँ। अब लेकमा पुगिसकेपछि त लेकको क्याप्चर नगर्ने त कुरै भएन, त्यसैले मैले पुरै लेकको क्याप्चर गर्न ट्राई गर्दैछु। र यसरी मैले त्यहाँको कापुचे लेकको लेक क्याप्चर गर्दैछु। र हजुरले माथि बादल देख्न सक्नुहुन्छ, यो चाहिँ हामीभन्दा अगाडिको जानेहरूले चाहिँ देख्नुभयो अरे, हामी चाहिँ अलिकति ढिला पुगेको हुनाले चाहिँ हामीले देख्न पाएनौँ। र यसरी मैले चाहिँ भिडियोहरू पनि लिइरहेको थिएँ ताकि फ्युचरको लागि मेमोरी हुन्छ भनेर। यसरी मैले आफ्नो भिडियोहरू क्याप्चर गरेँ, एकछिन रमाइलो पनि गऱ्यौँ। यो चाहिँ मेरो साथीहरू, हामी 3 जना गएको थियौँ र मैले यसरी उनीहरूसँग पनि भिडियो क्याप्चर गर्दै नै छु। ल बनाऊँ न भनेर हामीले यसरी भिडियो चाहिँ बनायौँ र क्याप्चर गर्दै हाम्रो मेमोरीहरू चाहिँ एउटा क्याप्चर गरेर भिडियोमा राख्यौँ। र मैले नेवारी ड्रेस लगाएर पनि यसरी लेक अगाडि चाहिँ आफूलाई भिडियोहरू बनाउँदै फोटोहरू खिच्दै बसिरहेको थिएँ। आफ्नो कल्चर पनि फ्लेक्स गरौँ न भनेर। र एकछिनमा हावा चल्यो, कस्तो चिसो भयो, अनि त्यसपछि मैले यो पछ्यौरा लगेको थिएँ, जुन चाहिँ एकदमै चिसो भएको हुनाले चाहिँ मैले ओढेँ र भिडियो पनि लिएँ ओढ्नु सँगसँगै। यसरी भिडियोहरू पुरै मोमेन्टहरू क्याप्चर गरेर नै आफ्नो भिडियोहरू बनाएँ। सकेसम्म चाहिँ ट्राई गरेँ यसरी बनाउन।
जति सक्छु त्यति गर्छु भनेर चाहिँ मैले गरेँ। चिसो चाहिँ एकदमै चिसो हावा लगाइरहेको थियो, तैपनि मैले बनाएँ। अनि त्यसपछि हामी ब्याक टु साइला कटेजमा फर्क्यौँ र साइला कटेजमा पनि देख्न सक्नुहुन्छ उहाँहरूले पनि यसरी मजाले फ्लावर बनाएर राख्नुभएको रहेछ। हामीलाई चाहिँ एकदम भोक लागेको थियो, 12-1 बजिसकेको थियो, त्यही भएर चाहिँ हामीले त्यहाँ चाउचाउ बनाउन लगाएर हामी 3 जना चाहिँ चाउचाउ खानेतर्फ लाग्यौँ। एकदमै भोक लागेको हुनाले चाहिँ हामीले त्यहाँ खाजा खायौँ र ब्याक टु फेरि हामी नमस्ते गेस्ट हाउसमा फर्क्यौँ। यहाँ हेर्न सक्नुहुन्छ हामी फर्किँदाखेरि अलि 5, 5:30, 6 बजिसकेको थियो र बेलुका एकदम हुस्सो लागेर पानी पनि पर्यो र एकदम चिसो भयो। चिसो भएको हुनाले चाहिँ हामीले फेरि बेलुका त्यहाँ आगो बाल्नलाई आगो ताप्यौँ। त्यसपछि यो फेरि नेक्स्ट डेको बिहानको भिडियो रहेको छ, हजुरले हेर्न सक्नुहुन्छ। र त्यो रात हामी त्यहीँ बसेको थियौँ, नमस्ते गेस्ट हाउसमै बसेर त्यो रात पनि बितायौँ र हामी नेक्स्ट डे फेरि बिहान उठ्यौँ र नेक्स्ट डे चाहिँ अब हामी चाहिँ कोरीको लागि जानुपर्छ है भनेर हामीले प्लान बनायौँ। र हामीलाई कतिपय अगाडि जानेहरूले चाहिँ एकदमै गाह्रो छ, जान सक्नुहुन्न होला है, तपाईँहरू एकदमै गाह्रो छ बाटो भनेर भन्नु भइरहेको थियो, नजानु होला पनि भनेर भन्नुभएको थियो। कतिपय चाहिँ त्यहाँबाट पनि फर्किनु भयो, तर हामीले भने चाहिँ हिम्मत हारेनौँ, किनभने हामी जहाँको लागि जान लागेको हौँ त्यहाँ चाहिँ हामीले पुरा गर्नु नै पर्ने हुन्छ।